ल सबैजनालाई नमस्कार। म हुँ सीआरबी होइन। मेरो नाम हो सीआरबी केमिस्ट्री सर भनेर तपाईँहरूले चिन्दा हुन्छ। आज मैले तपाईँहरूलाई चाहिँ क्लास 12को बोर्ड इक्जाम रिलेटेड नेम रियाक्सन जुन भेरी इम्पोर्टेन्ट छ त्यो नेम रियाक्सन भनेको अल्डोल कन्डेन्सेसनको बारेमा तपाईँहरूलाई केही कुरा मैले सेयर गर्छु। यो अल्डोल कन्डेन्सेसनमा जानुभन्दा पहिला तपाईँले दुईवटा कुरा जान्नुपर्छ। तपाईँले के जान्नुपर्छ त भन्दा अल्डिहाइड वा कस्तो मलिक्युल किटोन मलिक्युल जसमा के हुनुपर्छ अल्फा हाइड्रोजन चाहिँ हुनुपर्छ। अल्फा हाइड्रोजन भएको र बेस चाहिँ कस्तो हुनुपर्छ त भन्दा डाइल्युट NaOH भनिन्छ जेनरली। यसको मिनिङ यो होइन डाइल्युट NaOH मात्रै हो भन्ने होइन, यहाँ सोडियम कार्बोनेट पनि युज गर्न मिल्छ। भनेपछि अब इन वान सेन्टेन्स तपाईँले के बुझ्नु पऱ्यो भने अल्डोल कन्डेन्सेसन भनेको अल्डिहाइड वा किटोन मलिक्युलको कन्डेन्सेसन हो जसमा इसेन्सियल रिक्वायरमेन्ट के हुनुपर्छ त भन्दा अल्फा हाइड्रोजन र डाइल्युट NaOH हुनुपर्छ। अब हामीले यो रियाक्सनमा फर इक्जाम्पल मैले एउटा अल्डिहाइड मलिक्युल लिन्छु जसको के हुन्छ त भन्दा अल्फा हाइड्रोजन। अल्डिहाइड भनेको त फर्मल्डिहाइड पनि हो तर यसमा अल्फा हाइड्रोजन छैन। त्यस कारणले गर्दा यो मलिक्युलले अल्डोल कन्डेन्सेसन दिँदैन। तर क्रस अल्डोल कन्डेन्सेसन चाहिँ फेरि यसले दिन सक्छ होइन, त्यो केस छुट्टै केस हो। तर अहिले हामी चाहिँ के मात्रै गर्दैछौँ त भन्दा क्रसको कुरा गरेका छैनौँ, अल्डोलको मात्रै गर्दैछौँ। जस्तो फर इक्जाम्पल तपाईँले अल्डिहाइड मलिक्युल तपाईँलाई थाहा हुनुपर्छ CH3C डबल बोन्ड OH भयो। यसमा तपाईँले के एड गर्ने त भन्दा बेस एड गर्ने। बेस कस्तो एड गर्ने त भन्दा डाइल्युट NaOH एड गर्ने। यो OH माइनसले यो अल्फा हाइड्रोजनलाई के गर्ने त भन्दा एट्याक गर्छ। किन एट्याक गर्छ त यो पनि क्वेसन तपाईँहरूले सोध्नुभयो भने अल्फा हाइड्रोजन आर एसिडिक इन नेचर भन्ने कन्सेप्ट हुन्छ। किन एसिडिक नेचर हुन्छ त भन्दा हेर्नुहोस् त यो जुन कार्बनसँग एट्याच भएको डबल बोन्ड छ त्यसमा कार्बनको पोजिटिभ चार्ज आउँछ। पोजिटिभ चार्ज किन आउँछ त भन्दा अक्सिजनले आफ्नोतिर इलेक्ट्रोन तान्छ। किन तान्छ त भन्दा अक्सिजन मोर इलेक्ट्रोनेगेटिभ छ त्यस कारणले गर्दा होइन। अब त्यसो भयो भने त्यो कार्बनको जुन यो कार्बन छ यो कार्बनको पोजिटिभ चार्ज यसमा पोजिटिभ चार्ज आयो भने यो इलेक्ट्रोन डेफिसिएन्ट भयो भने अब तपाईँलाई थाहा छ जिउँदाका जन्ती मर्दाका मलामी भनेको छिमेकी हुन्। त्यसो हुँदा अब यो कार्बनले छिमेकी भनेको यो कार्बन भयो, यो कार्बनसँग आफूतिर इलेक्ट्रोन तान्छ। इलेक्ट्रोन तान्यो भने यो कार्बन र हाइड्रोजनको बोन्ड विक हुन्छ। विक भयो भने हाइड्रोजन इजिली रिलिज हुन सक्छ। अनि तपाईँलाई थाहा छ एसिड भनेको त्यस्तो सब्सटान्स हो जसले H+ आयन दिन्छ। भनेपछि H+ आयन दिने भनेकै एसिडिक होइन र? त्यसो हो भने हेर्नुहोस् त यो अल्फा हाइड्रोजन एसिडिक होइन र? त्यस कारणले गर्दा यो बेसले यो Hलाई एट्याक गर्छ। H भनेको प्रोटोनलाई एट्याक गर्छ। किन प्रोटोन भन्ने त भन्दा प्रोटोन यसमा इलेक्ट्रोन हुँदैन होइन, त्यसले गर्दा यो प्रोटोन। अब त्यति एट्याक गरिसके त्यो कुरा मैले भनिसकेपछि एकचोटि फेरि यसै कुरालाई गरौँ। जस्तो फर इक्जाम्पल CH3C डबल बोन्ड O यहाँ H भयो, यतापट्टि बेस भयो होइन, र 2 लेखेँ मैले, यतापट्टि H लेखेँ। यो नेगेटिभ चार्जले यसलाई एट्याक गरायो र नेगेटिभ चार्ज कतापट्टि गयो यसमा गयो र यो कार्बनमा नेगेटिभ चार्ज आयो। भनेपछि के फर्मेसन भयो त भन्दा कार्बनायोन फर्मेसन भयो। अब यो कार्बनायोनले अर्को मलिक्युलको अल्डिहाइडलाई एट्याक गर्छ। जस्तो फर इक्जाम्पल मैले यहाँ यतापट्टि लेखेँ र अघिको कार्बनायोनलाई मैले यसरी लेखेँ भने यहाँ CH2 मैले C डबल बोन्ड O H लेख्नुपर्ने हुन्छ। मैले यसलाई यहाँ एट्याक गर्ने बित्तिकै अब यो बोन्ड चाहिँ माथिपट्टि सिफ्ट हुन्छ। सिफ्ट हुँदै गर्दा यसमा नेगेटिभ चार्ज आउँछ हो।
अब नेगेटिभ चार्ज आइसकेपछि तपाईँको कम्पाउन्ड कस्तो फर्मेसन भयो त भन्दा CH3 यहाँ C यहाँ के आयो त O नेगेटिभ आयो। अघिको याच मैले तलपट्टि लेखेँ। यतापट्टि के आयो त भन्दा CH2 यतापट्टि C डबल बोन्ड O यतापट्टि याच आयो हैन। अब यो जुन नेगेटिभ चार्ज छ त्यो नेगेटिभ चार्जले प्रोटोन एब्स्ट्र्याक्ट गर्छ। प्रोटोन एब्स्ट्र्याक्ट गर्यो भने हैन त्यहाँ प्रोटोन यो नेगेटिभ चार्ज हुन्छ। यो प्रोटोनले चाहिँ नेगेटिभ चार्ज एब्स्ट्र्याक्ट गर्छ। नेगेटिभ चार्ज एब्स्ट्र्याक्ट गर्यो भने तपाईँको कम्पाउन्ड के फर्मेसन भयो त भन्दा के फर्मेसन भयो त भन्दा CH3 C यहाँ माथिपट्टि के आयो OH आयो किनभने नेगेटिभ चार्जले प्रोटोन एब्स्ट्र्याक्ट गरेको हो र यसमा याच आयो। यतापट्टि के आयो CH2 CHO आयो। यो प्रोडक्टको नाम भनेको के हो त अल्डोल हो, जसको मिनिङ के हुन्छ त भन्दा अल्ड भनेको चाहिँ अल्डिहाइडबाट आएको हैन, OL भनेको चाहिँ अल्कोहलबाट आएको। त्यसले गर्दा यो प्रोडक्टको नाम के भयो त अल्डोल भयो वान सेन्टेज। अर्को नाम के हुन्छ त भन्दा हेर्नुहोस् त यो CHO भनेको फङ्सनल ग्रुप हो। फङ्सनल ग्रुपसँग जोडिएको कार्बनलाई के भनिन्छ अल्फा कार्बन। अल्फा कार्बनसँग जोडिएको यो कार्बनलाई के कार्बन भनिन्छ बिटा कार्बन। भनेपछि बिटा कार्बनमा OH फङ्सनल ग्रुप छ भने अब हेर्नुहोस् त यहाँ दुईटा फङ्सनल ग्रुप आयो, एउटा अल्डिहाइड एउटा OH। अब फङ्सनल ग्रुपको प्रायोरिटी अर्डरमा के आउँछ त भन्दा अल्डिहाइडले प्रायोरिटी पाउँछ। त्यसो भए त्यो कम्पाउन्डको अर्को नाम के हुनसक्छ त भन्दा बिटा पोजिसनमा OH छ। त्यस कारण गर्दा OH यदि सब्स्टिट्युटको फर्ममा आयो भने हाइड्रोक्सी लेखिन्छ, बिटा हाइड्रोक्सी अल्डिहाइड ALDHY DLDH। कुरा बुझ्नुभयो? हस्, थ्याङ्क यू।